हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म हजार सिँढी धुलीखेल चढिरहेको छु। बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टीको र्याली रहेछ अनि मलाई एउटा झन्डा दिनुभयो है। अनि ठिक छ, मैले पनि लिएँ, त्यस्तो केही हुन्छ नि छैन भनेर। अब आज चाहिँ दुई चारवटा कुरा गरौँ। जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी माथि लागेको एलिगेसनहरू जति पनि छ नि, तिनीहरू कतिसम्म चाहिँ यथार्थ छन्, कतिसम्म चाहिँ एउटा सत्य सूचना हो भन्ने कुरो चाहिँ त्यो एलिगेसनहरू यत्तिकै एलिगेसन हो कि कस्तो हो भन्ने कुरा गरौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दाखेरि धेरैले भन्ने, अलि इन्टेलेक्चुअल मान्छेहरूले पनि दिने एउटा आर्गुमेन्ट के हो त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि एउटा वाद छैन। जस्तै एमाले मार्क्सवादलाई मान्छ, माओवादीले माओवादलाई मान्छ हैन। अनि काङ्ग्रेसले एउटा प्रजातन्त्र धारालाई बढी प्रोत्साहित गर्छ हैन। अब स्वतन्त्र पार्टीको चाहिँ के हो, मेन चाहिँ के हो त हैन, कुन वादमा आधारित भएर उसले सत्ता सञ्चालन गर्छ भन्ने कुरो चाहिँ अहिलेसम्म क्लियर भएको छैन। तर एउटा कुरा के ध्यानमा राख्नुस् भनेपछि कुनै पनि पार्टी एकचोटि प्रजातान्त्रिक व्यवस्थालाई अँगालेर चुनावमा गइसकेपछि त्यसको के भन्नुहुन्छ, त्यसको एउटा प्रिन्सिपल अरू कुनै हो त भन्न हामीले सकिँदैन। उसले प्रजातान्त्रिक धारलाई एक्सेप्ट गरिसकेपछि ऊ पनि एउटा प्रजातान्त्रिक शक्ति हो। हामीले पनि त्यसलाई त्यसरी ट्रिट गर्नुपर्छ। हामीले अहिले मेन कुरो बुझ्ने भनेको उसको एजेन्डा के हो, मेन त्यसमा ध्यान दिनुपर्छ है त। अनि कुरा गरौँ राजसभामाथि लाग्ने अर्को एलिगेसनको बारेमा है त। रवि लामिछाने अमेरिकाको एजेन्ट हो, बालेन शाह सिआइएको एजेन्ट हो हैन, रको एजेन्ट हो। यो वर्ड कस्तो हो भन्दाखेरि तपाईँको नेपालको सबै पोलिटिसियनहरूलाई युज हुने वर्ड हो क्या। जस्तै अस्ति भर्खर 2-4 वर्ष अगाडिको कुरा, प्रचण्डलाई सत्ताबाट फालेर अविश्वासको मत दिएर हैन, जब केपी ओलीले चाहिँ साथ छोड्नुभयो त्यसपछि चाहिँ उहाँ चाहिँ पदच्युत हुनुभएको थियो। त्यतिखेर प्रचण्डज्यूले केपी ओलीलाई भन्नुभएको थियो हैन। अब जब त्योभन्दा पहिला केपी ओलीले 2 वर्ष मात्रै कार्यकाल पुरा गरेर जति बेला नेकपा एउटा मात्रै थियो, नेपाल कम्युनिस्ट पार्टी, त्यतिखेर प्रचण्डज्यूले केपी ओलीलाई भन्नुभएको थियो हैन। पहिला गिरिजाप्रसाद कोइरालाले कम्युनिस्टहरूलाई भन्ने, गिरिजाप्रसाद कोइरालाले चाहिँ मेनली माओवादीलाई भन्ने, यो चाहिँ बाहिरको शक्तिबाट परिचालित हो भन्ने गर्नुहुन्थ्यो। अनि यो चाहिँ सबैलाई युज हुने वर्ड हो, त्यही भएर यसको बारेमा धेरै कुरा गर्नु हुँदैन, यो हावादारी कुरो हो है त। यो चुनावमा तपाईँहरू क्लियर हुनपर्छ, यो पालि भोट कसलाई, यो चुनावले डिसाइड गर्नेवाला छ। अबको आउने लगभग 10-15 वर्षको जुन जेनेरेसन छ त्यसको भविष्य यो चुनावले चाहिँ निर्धारित गर्ने छ हैन। किन भन्दाखेरि जब अस्तिको जेन्जी आन्दोलन पछाडि दुईटा समूह एकदमै छुट्टेको छ। एउटा समूह छ जो जेन्जीको माग पुरा गर्छौँ भनेर आइरहेछ, अर्को समूह छ त्यो चाहिँ होइन, हामी चाहिँ जसरी पनि बदला लिन्छौँ, हामी पदमा बसिरहेको मान्छेलाई पदच्युत गराइयो, नाना थरी गाली गर्यो, भ्रष्टाचारी भन्यो, यो भन्यो, हामी के भन्छ बदला लिन्छौँ। तिनीहरू देशद्रोही हुन्। अब जति पनि त्यो टर्महरू युज भएको छ हो त्यसको चाहिँ बदला लिने कुरो हुन्छ। त्यही भएर यो चुनावले चाहिँ डिसाइड गर्छ हैन अबको 10-15 वर्ष कस्तो हुने भनेर है। अब मैले चाहिँ राजसभाको झन्डा बोक्यो भनेर राजसभालाई चाहिँ प्रमोट गरेको नसम्झिनु है। किन भन्दाखेरि अस्ति जेन्जी आन्दोलनमा मेरो साथीहरू नि घाइते भए हैन। अब त्यो देखेर चाहिँ अब ल भोट हाल्ने कसलाई हाल्ने त भन्दाखेरि ल चोरहरू मध्येको सबभन्दा राम्रो चोर छानौँ न त, के छ र, ल चोरै भन्नुहुन्छ सबैजनाले, ल चोरहरू मध्येको सबभन्दा राम्रो चोर छानौँ, को हो त भन्दाखेरि ल मैले राजसभालाई देखेँ है। किन भन्दाखेरि उनीहरूको के भन्छ नीति क्लियर छ, पहिलो कुरो के गर्ने क्लियर छ। अब बालेन कुमार शाह
बालेन कुमार शाह नट बालेन कुमार शाह, बालेन शाह त्यसमा गइसके पछाडि चाहिँ एउटा बालेन शाहको एउटा चाहिँ पछि के राम्रो छ भन्दाखेरि उसले क्यालकुलेटिभ रिस्क लिन्छ क्या। उसले कसरी कति महिनामा के कुरा गर्दा चाहिँ प्रोजेक्ट भ्याइन्छ, एउटा इन्जिनियर भएको नाताले पनि भनिरहेको छु, उसले चाहिँ त्यसरी काम गर्छ, एउटा स्टेज वाइज काम गर्छ होइन। त्यही भएर चाहिँ उसलाई एउटा नीति निर्माणमा त अब उसलाई सपोर्ट गरिहाल्छ, तर पूर्वाधार निर्माणका कुराहरूमा चाहिँ ऊ अलरेडी एक्सपर्ट छ क्या त्यो कुरामा। त्यही भएर यो पालि भोट चाहिँ एक भोट चाहिँ हुनुपर्छ है, एक भोट चाहिँ हुनुपर्छ। त्यही भएर चाहिँ मैले अब घुमिरहेको छु, जङ्गलको बिचमा छु, तैपनि मैले एउटा झन्डा बोकेरै हिँडिरहेको छु है। तपाईँ पनि सकेसम्म सपोर्ट गर्नुहोस्, एउटा चान्स दिउँ, यो भयो भने देश बन्छ, होइन भने पुरानो एउटा विकास गति थियो जुन भन्छ नि विकासको गति थियो, त्यसले पनि देश बन्छ नबन्ने होइन, तर धेरै सुस्त बन्छ क्या, ढिला बन्छ है। त्यही भएर एकचोटि चाहिँ सबैले एकचोटि एक मौका दिउँ है। थ्याङ्क यू सो मच फर वाचिङ।